नमस्ते सम्पूर्ण दर्शकहरूलाई। आज म तपाईहरुलाई सर्वोच्च अदालतको बारेमा जानकारी दिन गइरहेको छु। सर्वोच्च अदालत 2013 साल जेठ 8 गते स्थापना भएको हो। नेपालको संविधान 2072 को धारा 129 उपधारा 1 मा व्यवस्था भए बमोजिम सर्वोच्च अदालतमा 1 जना प्रधान न्यायाधीश र बढीमा 20 जना स्थायी न्यायाधीश रहने व्यवस्था गरिएको छ। सर्वोच्च अदालत काठमाडौँ स्थित रामशाह पथमा रहेको छ। हाल सर्वोच्च अदालतमा 32 जना प्रधान न्यायाधीशहरूले काम गरिसक्नु भएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीशको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था गरिएको छ। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले मिति 2081 असोज 20 गते 32औं प्रधान न्यायाधीशको रूपमा प्रकाशमान सिंह राउतलाई नियुक्ति गर्नुभएको छ र हाल सर्वोच्च अदालतमा स्थायी न्यायाधीशको रूपमा जम्मा 17 जनाले चाहिँ काम गरिरहेका छन्। यो भिडियो कस्तो लाग्छ? यस्तै प्रकारको भिडियो प्राप्त गर्नको लागि मेरो भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला। शुभ दिन। बाइ बाइ।